नेपाली सेनाले बहालवाला तथा अवकाश प्राप्त सैनिकका अलावा आश्रित परिवारहरूलाई समेत समाजमा एक सक्षम नागरिकको रूपमा स्थापित गर्न अनेकन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। न्यून लागतमा गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य उपचार, रोजगारमूलक व्यावसायिक तालिम प्रदान तथा सहुलियतपूर्ण कर्जा लगायतका सेवा सुविधाहरू मार्फत आफ्ना हिताधिकारीहरूलाई सामाजिक र आर्थिक रूपले अब्बल बनाउन हरसम्भव प्रयासरत छ नेपाली सेना। यसै सिलसिलामा निशुल्क रूपमा सिपमूलक तालिमहरू प्रदान गर्न विभिन्न स्थानमा सञ्चालित व्यावसायिक तालिम केन्द्रहरूमध्ये सैनिक सकल दर्जाका आश्रित परिवारहरूलाई लक्षित गरी सैनिक श्रीमती सङ्घको संरक्षकत्व तथा सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा काठमाडौँको छाउनीमा नेपाली सेना व्यावसायिक तालिम केन्द्र सञ्चालनमा रहेको छ। नेपाली सेनाका बहालवाला, अवकाश र वीरगति प्राप्त सकल दर्जाका श्रीमती, एकल महिला र छोराछोरीहरूलाई व्यावसायिक तालिम प्रदान गरी पारिवारिक समृद्धि र जीवनस्तरमा सुधार गर्ने उद्देश्य अनुरूप विक्रम सम्वत 2071 साल असोज 14 गते यस तालिम केन्द्रको स्थापना गरिएको हो। सैनिकका श्रीमतीहरूले सिक्न चाहने सिप, रोजगारको अवसर र समाजको प्रचलनलाई समेत हेरेर सञ्चालन गर्ने तालिमको छनौट, उत्कृष्ट प्रशिक्षकहरूको व्यवस्था, प्रोत्साहनको लागि स्वरोजगार केन्द्रमा रोजगारी तथा स्रोत साधन व्यवस्थापनमा सैनिक श्रीमती सङ्घले सहयोग गर्दै आइरहेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT-बाट सम्बन्धन प्राप्त यस तालिम केन्द्रले मुख्यतः सिलाइ कटाई, ब्युटिसियन, मन्टेश्वरी, बेकरी र अचार बनाउने गरी 5 किसिमका सिपमूलक तालिमहरू प्रदान गरिरहेको छ। सिलाइ कटाई तालिम। यस तालिमलाई 2 तहमा वर्गीकरण गरी सञ्चालन गर्ने गरिएको छ। तह 1 मा विशेष गरी बालबच्चाका लागि भोटो र चोलो लगायतका 18 किसिमका कपडा र तह 2 मा महिला र पुरुषका लागि आवश्यक कुर्ता सुरुवाल, चौबन्दी, कोट पाइन्ट लगायतका 20 थरीका कपडाहरू सिलाउन सिकाइन्छ। तपाईको हामीले फेसन डिजाइनर सम्बन्धी पुराना लुगाबाट पनि हामीले नयाँ नयाँ लुगाहरू निकाल्न पनि सजिलो पर्छ। हाम्रो खर्च पनि यसैबाट बचाउन सकिन्छ नि त। अनि योबाट हाम्रो कपडा भनौँ न, लुगा सिलाइबाट पनि हाम्रो आफ्नो देशको लागि, कपडा उद्योगको लागि पनि एकदम ठुलो योगदान पुर्याएको छ यसले। अनि यसले गर्दाखेरि हामीले पछि गएर आफ्नो देशको अर्थतन्त्रलाई पनि बलियो बनाउन पनि सकिन्छ। हालसम्म सिलाइ कटाई तह 1 मा 930 जना र तह 2 मा 71 जना गरी 1001 जनाले तालिम प्राप्त गरिसकेका छन्। यस तालिम केन्द्रमा आइसकेपछि मैले सिलाइ कटाई सम्बन्धी सिपहरू धेरै सिकिसकेँ। तालिम पश्चात चाहिँ आफ्नो सिपलाई नै निरन्तरता दिएर व्यावसायिक रूपमा पसल गर्ने योजना छ। नेपाली सेनाले सैनिक परिवारलाई सिलाइ कटाईको सिपसँगै तालिम केन्द्रकै भवनमा रहेको स्वरोजगार केन्द्र मार्फत रोजगारीको अवसर समेत प्रदान गरेको छ। रोजगार केन्द्रमै म काम गर्छु अनि यसको साथसाथै म घरमा पनि टेलरिङ सम्बन्धी नै काम गर्छु। यसमा काम सिकेर मैले राम्रोसँग कमाइ नै भएको छ अनि साथसाथै भनौँ न धेरै कुरामा सपोर्ट पनि मिलेछ आफ्नो घर खर्च चलाउनलाई। यसरी सिलाइ कटाई तालिम प्राप्त पूर्व शिक्षार्थीहरू आफ्नो सिपलाई व्यावसायिक रूपमा अघि बढाउन सफल भएका छन् भने तालिमरत महिला दिदीबहिनीहरू पनि प्राप्त सिपलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाउने लक्ष्य रहेको बताउँछन्। पहिला यति थोरै च्याते पनि मैले पसलमा लगेर पैसा तिरेर सिलाउनु पर्छ। अहिले त्यस्तो अवस्था छैन। अहिले त मैले मेरो बाबु छ एउटा, बाबुको स्कुलको ड्रेससम्म सिलाउन सक्छु भन्ने कन्फिडेन्स छ म। 73 सालदेखिबाट मैले पसल खोलेको हो। पहिला श्रीमानको तलबमा मात्रै भर पर्नु पर्थ्यो भने अहिले मेरो बच्चालाई खाजा खुवाउनको लागि, तरकारी किन्नको लागि केही आवश्यकता कहिले श्रीमानले पनि श्रीमानसँग मैले माग्नु भन्दा पनि श्रीमानले तिमीसँग छ र भनेर मसँग माग्दा मलाई एकदम खुसी लाग्छ। त्यो चाहिँ मैले गर्न पाएको छु। आफूलाई गर्व महसुस गर्छु त्यसमा चाहिँ। ब्युटिसियन तालिम 2 तहमा वर्गीकरण गरी सञ्चालन गर्ने गरिएको यस तालिममा केश तथा मुहार श्रृङ्गार सम्बन्धी विभिन्न सिपहरू सिकाएर दक्ष ब्युटिसियन उत्पादन गरिन्छ।
तालिम पाइसकेपछि विद्यार्थीहरू चाहिँ दक्ष ब्युटिसियन बन्न सक्षम हुन्छन् र यसरी सक्षम भइसकेपछि उहाँहरू चाहिँ स्वरोजगार पनि भइरहनु भएको छ। कोही प्रशिक्षार्थीहरू र कोही चाहिँ व्यवसाय रूपमा पनि आफू स्थापित भएको देख्दाखेरि म आफू प्रशिक्षक भएको नाताले मलाई धेरै खुसी लाग्छ। व्यावसायिक रूपमा प्रचुर सम्भावना बोकेको र घर परिवारका सदस्यहरूको सुन्दरताका लागि समेत उपयोग गर्न सकिने यस तालिममा शिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। 10 देखि 3 बजेसम्म आउनुपर्छ र 10 बजे र 3 बजेसम्म चाहिँ जब कि हामी फ्यामिलीले त आफ्नो बालबच्चालाई स्कुल पठाएर पनि हामी यहाँ ट्रेनिङमा आउन सक्यो नि त। त्यो कारणले चाहिँ एकदम राम्रो छ। कन्फिडेन्ट लेभल पनि बाहिर निस्किसकेपछि आफूले सिकिसकेपछि चाहिँ हामीलाई एकदम कन्फिडेन्ट लेभल चाहिँ बढ्छ। त्यो चाहिँ पार्लर खोलेर पुरै ट्रेन्ड भएर पार्लर खोलेर म नेपालमै बसेर आफूलाई चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ सपोर्ट गर्न र केटाकेटीलाई पनि राम्रो भविष्य दिन चाहिँ सक्षम हुन्छु सर। यस तालिम केन्द्रले हालसम्म ब्युटिसियन तह 1 मा 383 जना र तह 2 मा 78 जना गरी 461 जनालाई तालिम प्रदान गरिसकेको छ। यहाँबाट प्रशिक्षित केही दिदीबहिनीहरू सोही पेसामा स्थापित समेत भएका छन्। तालिम लिइसकेपछि मैले आफ्नै घरमा पार्लर खोल्न सफल भएँ। पसल सँगसँगै घरैसी काम पनि अनि नानी बाबुलाई पनि टाइम दिन पाएको छु। मैले सोचे जस्तै आम्दानी भइरहेछ। आर्थिक उन्नति पनि एकदम राम्रो गरेको छु। म यसमा एकदम गर्व गर्न चाहन्छु। मोन्टेसरी तालिम शिक्षाको पहिलो खुड्किलोको रूपमा रहेको मोन्टेसरी शिक्षाले बालबालिकामा निहित क्षमताको पहिचान तथा अभिवृद्धि गर्नका लागि अनुकूल वातावरणमा विभिन्न ज्ञान, सिप र कलाहरू प्रदान गर्दछ। यो मोन्टेसरीको हकमा चाहिँ अब उहाँहरूले सिटिभिटीबाट मान्यता प्राप्त सिप परीक्षणमा आबद्ध भएर उहाँले सर्टिफिकेट पाइसक्नु भए पछाडि यो सर्टिफिकेटले चाहिँ अब हाम्रो नेपाल बाहेक 146 वटा देशमा चाहिँ यो सर्टिफिकेटले हाम्रो काम गर्छ। यसको साथसाथै अब सामुदायिक विद्यालय गाउँघरमा सञ्चालित सामुदायिक विद्यालयमा एक विद्यालय एक इसिडी कक्षा भन्ने छ नि त सर होइन। त्यो इसिडी कक्षामा भिड्नको लागि पनि टिचरमा भिड्नको लागि पनि हाम्रो लाइसेन्सको काम चाहिँ हाम्रो यो सिटिभिटीको सर्टिफिकेटले यो गर्छ। यस तालिममा बालबालिकालाई अध्यापन, व्यक्तित्व विकास, मनोभाव बुझ्ने र प्रोत्साहन गर्ने कला, कक्षा कोठाको व्यवस्थापन लगायतका शिक्षण सिकाइ सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिन्छ। यस मोन्टेसरी तालिममा चाहिँ मैले उत्कृष्ट किसिमको अध्यापन शैली सिक्ने अवसर पाएको छु। यस तालिम पश्चात चाहिँ म मोन्टेसरी स्कुलहरूमा एकदम कुशल शिक्षिकाको रूपमा काम गर्ने मेरो लक्ष्य रहेको छ। यहाँ सिकेको तालिमले चाहिँ मैले बाहिर गएर चाहिँ के गर्न सक्छु कि बच्चालाई पढाउन सक्छु र प्रशिक्षकको रूपमा पनि गर्न सक्छु कि भन्ने भावनाको विकास चाहिँ अझै बढ्दै गइरहेछ अहिले चाहिँ। मोन्टेसरी तालिमले एउटा कुशल शिक्षक मात्र होइन, असल अभिभावक बन्नमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ। त दुध चुस्दै गरेको बच्चालाई हामीले लिएर आउने हो नि त। अब त्यो बच्चालाई बाबुआमाको काखबाट आमाको काखबाट छुटाएर हामीलाई एउटा टिचरलाई जिम्मा दिएको हुन्छ। हामी टिचर भइसकेपछि त्यो 2 वर्षको बच्चालाई कसरी हामीले ह्यान्डल गर्ने, उसलाई चाहिँ कसरी घरकै वातावरण हामीले स्कुलमा सिर्जना गर्ने, कसरी उसलाई चाहिँ अगाडि बढाउँदै लैजाने कुराहरूदेखि लिएर उसको खानपानको कुरामा होइन, उसलाई चाहिँ अब हरेक उसको घरमा चाहिँ उसको फ्यामिलीले जुन तरिकाले गरेको हुन्छ त्यो तरिकाले चाहिँ हामीले गर्न सक्छौँ। यस तालिम केन्द्रले आफ्नो स्थापना कालदेखि हालसम्म 308 जनालाई यो तालिम प्रदान गरिसकेको छ। तालिम प्राप्त शिक्षार्थीहरूले सैनिक तथा गैर सैनिक मोन्टेसरी विद्यालयमा अध्यापन कार्य समेत गरिरहेका छन्। 3 महिनाको अवधिमा जुन हामीलाई नेपाली सेनाबाट सञ्चालित भोकेसनल ट्रेनिङ सेन्टरले चाहिँ हामीलाई ठुलो अवसर दिएर जुन हामीलाई मोन्टेसरी तालिम गरायो, त्यसबाट चाहिँ धेरै ज्ञान सिपहरू सिकेर मैले चाहिँ यस विद्यालयमा चाहिँ सानो सानो नानी बाबुहरूलाई चाहिँ टिचिङ गरिरहेको छु। यस व्यावसायिक तालिम केन्द्रमा हाल सञ्चालित सिलाइ कटाई, ब्युटिसियन र मोन्टेसरी तालिमको अलावा अघिल्ला वर्षहरूमा सञ्चालन गरिएका बेकरी र अचार बनाउने तालिमबाट पनि करिब 300 जना हिताधिकारीहरू लाभान्वित भइसकेका छन्।
फर्स्टचोटि चाहिँ हामी इन्डिया दिल्लीको पाडगल्ली भन्ने ठाउँमा गएर आकार कम्पनीमा हामीले इन्डियन अचार सिक्यो तालिम। नेपाल 1 हप्ताको ट्रेनिङ सिकेपछि आएर यहाँ छाउनीमा 2 चोटि ट्रेनिङ सिकाएँ। अनि भण्डारखाल घाइते दाजुभाइहरूलाई पनि सिकाएँ। ट्रेनिङको लागि 1 हप्ताको लागि हामी भनौँ यो काठमाडौँ भेल्ली बाहिर पनि गयौँ। पानी 1 थोपो पनि पार्नुहुन्न अनि अचारलाई घाममा सुकाउनुहुन्न, किनकि घाममा सुकायो भने त्यो बट्टाको घामको किरणले तातेको पसिना आएर त्यही पसिनाले पानी बनेर त्यो अचार कुन्छ क्या। नेपाली सेना व्यावसायिक तालिम केन्द्रले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा केन्द्रमा काठमाडौँ छाउनी र उपत्यका बाहिरको हकमा स्थान विशेषमा रहेका युनिट र जिल्ला स्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घसँग समन्वय गरी देशका कुना कन्दारामा समेत सिपमूलक तालिमहरू सञ्चालन गरिरहेको छ। सोही अनुरूप यस वर्ष उपत्यका बाहिर दाङ, कैलाली, चितवन, नवलपुर, नुवाकोट, सिन्धुली, इटहरी र पोखरा लगायतका स्थानहरूमा विभिन्न तालिमहरू सञ्चालन भइरहेका छन्। यसरी नेपाली सेना व्यावसायिक तालिम केन्द्रले देशका विभिन्न स्थानहरूमा माग अनुसार हाल सञ्चालन गर्ने 5 किसिमका तालिमहरू बाहेक विगतमा सञ्चालन गरेको फेसन डिजाइनर, कम्प्युटर बेसिक, जनरल कुक, फूल तथा साबुन बनाउने, च्याउ खेती र लाइट ड्राइभिङ तालिमहरूबाट करिब 200 जना हिताधिकारीहरू लाभान्वित भइसकेका छन्। यस किसिमको महँगो तालिम निशुल्क रूपमा प्राप्त गर्नु सौभाग्यको कुरा रहेको र घरायसी कामकारबाही सञ्चालनमा श्रीमानको सहारा बन्न सकिने शिक्षार्थीहरूको ठम्माइरहेको छ। पछिल्लो समयमा युवा शक्ति रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढिरहेको परिप्रेक्ष्यमा यस तालिम केन्द्रबाट प्रशिक्षित सकल दर्जाका सन्ततिहरू भने आफूले आर्जेको ज्ञान नेपालमै अर्पण गर्ने सगौरव बताउँछन्। मेरो ड्याडी चाहिँ रिटायर्ड आर्मी हुनुहुन्छ अनि उहाँ मार्फत नै म यहाँ आएकी हुँ। अनि मलाई चाहिँ सानैदेखि नै यो ब्युटिसियन लाइनमा एकदमै धेरै नै इन्ट्रेस्ट थियो। त्यो ट्रेनिङले नै पछि म यहाँ नेपालमा नै केही गर्छु भनेर मलाई अहिले एकदम कन्फिडेन्स पनि छ। वैदेशिक रोजगारीमा मात्रै नलागेर स्वदेशमै केही गर्न सकिन्छ हैन। अनि यो तालिमले चाहिँ मलाई एकदम फाइदा भइरहेको छ। अनि म चाहिँ पछि फेसन डिजाइनर बन्ने उद्देश्य छ अनि त्यसैले अब यसले चाहिँ एकदम मद्दत पुर्याएको छ मलाई। सिपमूलक तालिम मात्र होइन, नेपाली सेनाले व्यवसाय गर्न इच्छुक हिताधिकारीहरूलाई उद्यमशील कर्जा तथा पसल सञ्चालनको लागि स्वरोजगार केन्द्रहरू स्थापना गरी सहुलियत भाडा दरमा सटरहरूको व्यवस्था समेत मिलाएको छ। उक्त सटरहरू सैनिक परिवारका लागि प्रोत्साहन मात्र नभई श्रीमानले सेनामा पुर्याएको योगदानको सम्मानको प्रतीक पनि हुन्। कर्तव्य पालनाको सिलसिलामा बाटोकाजमा बेनिजामसम्ममा गएपछि घटना घट्यो। मेरो बच्चा 2 महिनाको पेटमै थियो त्यति बेला। अब अहिले मेरो बच्चा 15 वर्षको भयो। अब त्यति बेलाका दुःखका कुरा गर्ने हो भने त सानो कलिलो उमेरमा कति दुःख भोगियो, कति पीडा भयो। अहिले अब सहुलियतमा सटर पाइयो, यसमा खुसी छ। बच्चालाई पढ्न पाइएको छ, त्यसमा खुसी छु। अनि छाउनीमा अब उपचार गर्न पाइएको छ, त्यसमा नि खुसी छु। बाहिरतिर हुन्थ्यो भने मैले यो स्थितिमा अहिले कस्तो गरेर कति दुःख गरेर कति गरेर खानु पर्थ्यो। यो सैनिक उसमा भएको हुनाले मैले अहिले पेन्सन पाइरहेको छु, बच्चाहरूलाई पढाउन पाइरहेको छु। यस संस्थामा मैले पनि यस संस्थामा कार्यकाल सिक्न पाइरहेको छु। यस तालिम केन्द्रमा सैनिक श्रीमती सङ्घका पदाधिकारीहरूबाट समय-समयमा हुने निरीक्षण र सल्लाह सुझावले समेत तालिमलाई थप प्रभावकारी बनाएको छ। यसरी सञ्चालन हुने सिपमूलक तालिमहरूमा सहभागी हुन केही प्रावधानहरू निर्धारण गरिएका छन्। प्राप्त सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार तथा अन्य विभिन्न संस्थाहरूमा रोजगारको अवसरहरू सृजना गरी हाम्रा सैनिक परिवारहरू समाजमा आर्थिक रूपले सबल र सम्मानित भएका प्रशस्तै उदाहरणहरू रहेका छन्।
सिपयुक्त जनशक्तिको अभाव झेलिरहेको हाम्रो समाजमा यस्ता तालिम केन्द्रहरूबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रको आवश्यकतालाई केही हदसम्म परिपूर्ति गरिरहेको छ भने एक सैनिकको लागि समृद्ध र सुखी परिवार निर्माणमा टेवा समेत पुर्याइरहेको छ।